सर एकैछिन यो कार्यक्रमको बारेमा केही भनिदिनु न, यसको बारेमा केही भनिदिनु त। ओके, नमस्ते। म चाहिँ डिटो कला केन्द्रको अध्यक्ष र हाम्रो हाल गुरबाकोट नगरपालिका अन्तर्गतको विद्यालय स्तरीय नृत्य प्रतियोगिता, एकल नृत्य प्रतियोगिता भइरहेछ, जसमा चाहिँ प्रत्येक विद्यालयमा हाम्रो छनौट प्रक्रिया भइरहेछ, जसमा चाहिँ अहिले हाल हामी आनन्द मावि घुमीमा आएको छौँ र हालसम्म 40 जना प्रतिस्पर्धी भाइ बहिनीहरू छनौट परिसकेका छन्। अब कतिजना पर्नुहुनेछ र यसको चाहिँ हाम्रो 5वटा चरणमा कार्यक्रम हुन्छ। अडिसन राउन्ड, मेगा राउन्ड, एक्स्ट्रा राउन्ड, सेमी फाइनल, फाइनल, जसमा चाहिँ पहिलो राउन्ड चाहिँ स्कुलमा हुनेछ भने दोस्रो, तेस्रो, चौथो र पाँचौँ चाहिँ हाम्रो एक ठाउँमा सबैलाई कलेक्सन गरेर एक ठाउँमा हुनेछ। धन्यवाद। ल साथीहरू, आज चाहिँ हाम्रो आनन्द माविमा यो कार्यक्रम सुरु हुँदैछ। हजुरहरूलाई पुरा झलक देखाउने छु। पार्टिसिपेन्ट स्टुडेन्टहरूको सिप ट्यालेन्टलाई हेरेर साथ दिनुहोला अन्तिमसम्म। Dance, please, come on.
अझ यस्तै समय अध्ययन नगरी टाढा भएको त नि बस्ने भने होइन उम्रिने भने लाइन छ
ओके 13 तपाईहरु 13 जना नाच्नु भयो यो सिलेक्सन हो सबै राम्रो नाच्नु भएको तर हामी 6 जनालाई मात्र सिलेक्ट गर्ने बाध्य भयो कम्पिटिसनमा सबैलाई सिलेक्ट गर्न पनि मिल्दैन तलमाथि अलिकति नमिल्यो कारणले कोही यहाँबाट अगाडि बढ्न सकिन्छ यो त क्षण मात्रै हो पछाडिको राउन्ड खान गाह्रो हुन्छ एकदम हैन र आई होप मैले हिजो 3वटा स्कुल र अस्ति 3वटा स्कुल पुग्दाखेरि तपाईहरुको स्कुलमा अलि राम्रो डान्स देखेँ मैले र एउटा माथिको स्कुलमा अब आई होप राम्रो गर्नुहुन्छ भने आज फेरि पछाडिको राउन्डमा यहाँबाट सिलेक्ट भएका स्टुडेन्टहरु र तपाईहरुको मेहनतमा डिपेन्ड पर्ने कुरा हो कति मेहनत गर्नुहुन्छ भन्ने कुरा अब 81 अस्ति थाहा भएर 81 नाच्दा सबैलाई गाह्रै हुन्छ र तपाईहरु 6 जना को पर्नु भएको छ भन्ने कुरा हुन्छ हैन 6 जना नाम भन्दै जान्छु मैले सबभन्दा पहिले नाम हो आकृति सुनार कङ्ग्रेचुलेसन लगाइयो ताली बजाउन पैसा लाग्दैन यता शीतल बिका कङ्ग्रेचुलेसन रश्मि सुनार कङ्ग्रेचुलेसन थ्याङ्क यू कतिजना 2 जना 3 जना एन्जल 4 जना गीता ओली अब एउटा को होला अब हाम्रो मनमा त आछ भन्न मिल्दैन को लाग्छ एउटा आफ्नो नजरले साथीले चुज गर्न पाइन्छ आफ्नो नजरले तिमीलाई कोलाई रेशमा गुरुङ कङ्ग्रेस मलाई थाहा थियो तपाईहरु अड्डिनुहोस् त्यहाँ चाहिँ एकजना चाहिँ हामीले सिलेक्ट गरेका छौं सेलेक्टिज 4 अझै एक्स्ट्रा छ प्लस गर्न पाइयो पछि 4 जना अगाडि बोलाउँछु यहाँनिर 4 जनामा 1 जना होला भावना गरिमा अगाडि आउनुहोस् शारदा सन्दीप पाल ल 4 जना अगाडि आउनुहोस् 4 जनामा 1 जना होला क्लोजर आइज क्लोजर आगा 4 जनामा 1 जना को होला के हुन्न ए रुनी हैन छोरी मान्छे रुनु हुन्न हट कहिले कायल पर्छ हैन के हुन्न जिन्दगीमा उतार चढाव कच्छ कति अझै सिक्ने ठाउँ हो अनि त्यो एक दिन पनि प्र्याक्टिस नगरेर सिलेक्ट हुने नाम हो यस्तै हो त कम्पिटिसन हामी त म्युजिक बजाएर गराउँछ अनि म्युजिक बजाएमा मजा इमोसनल बनाएर हैन अनि सिलेक्ट हुने नाम हो भन्दैछु सिलेक्ट हुने नाम हो भन्दैछु सिलेक्ट हुने नाम हो 1 जोले आँखाकोले त्यो आउट हुन्छ 2 3 गरिमा कङ्ग्रेचुलेसन नाच्नु भएको दुःख मान्नु पर्ने केही छैन है कम्पिटिसनमा हार जित भन्ने हुन्छ अनि केही छैन शारदा ल अब यता हेर्नुहोस् अब त्यो गुडसुट अहिले मिलाउने मेरो कुरा सुन्ने होला यहाँ सिलेक्ट भएको पनि धेरै खुसी हुने होइन यस यो भनेको फर्स्ट स्टेप हो हामीसँग अझ 4वटा स्टेप बाँकी छ विनर हुनलाई है र विनर हुने भनेर चाहिँ नसोच्नुहोस् कि म चाहिँ खतरा गर्छु भनेर सोच सबै तातो खाएपछि मजा आउँदैन तपाईहरु सिलेक्ट भएको भने धेरै खुसी हुने हैन अब कम्पिटिसन शनिबार हो आज के बार हो बुधबार बिहीबार शुक्र 2 दिन टाइम छ सिक्ने शनिबार हो कहाँ हो भने त्यहाँ कार्डमा लेखा छ हेर्नुस् भोटे चौरको ईश्वर होटलमा है
त्यहाँ चाहिँ ट्याक्कै तपाईँहरू 10 बजी पुग्नु होला अभिभावक लगेर सटपट अभिभावक मम्मी बुवा दाइ दिदी अङ्कल आन्टी जो भने एकजना आफूभन्दा सिनियर कार्यक्रममा जान्छु भने बाटोमा हरिजाने त्यो कसले जिम्मेवारी लिन्छ त्यो कारणले चाहिँ शनिबार स्कुल पनि बिदा हुन्छ त्यो कारण चाहिँ ट्याक्कै दुई अनि गाना चाहिँ धेरै लामो सारा के हो रुल्ला किन रुल्ला छु तिमी के हुन्न 1 देखि 1.5 मिनेटको 2 मिनेटको गाना तयारी गर्न धेरै लामो नगर्ने छोटो गर्ने राम्रो गर्ने वाउ गर्ने धेरै लामो नाचेर शरीर पनि थाकिन्छ राम्रो पनि देखिन्न है अनि अर्को कुरा चाहिँ यो कार्ड लिएर आउनु होला यो कार्ड लिएर आउनु भयो तपाईलाई छिर्न दिदैन अनि त्यहाँ यानी नेम लेखेको छ त्यहाँ नेममा आफ्नो नाम लेख्ने है र गीत अनुसारको ड्रेसअप बनाउने अब स्कुल ड्रेसमा नाच्न पाइन्न शनिबारको लागि खतरा नाच्ने हैन अब तपाईहरुको स्कुलमा राम्रो नाच्ने मैले देखाएको छु अरु स्कुल 2-4 स्कुल भन्दा केटा तिमीले मेहनत गर्छ कि अहिले राम्रो देख्नु भोलि तिमीले बिगार्ने हो कि हैन मेहनतको हात जसले मेहनत गर्छ त्यो हो अब स्कुलको कम्पिटिसन स्कुलको कम्पिटिसन नि अब सानो बच्चाले पनि नपत्ताउने खोलाले गराउँछ नि कम्पिटिसन भर हुन्न स्कुलको पनि भएन व्यक्तिगत कम्पिटिसन बुझ्नु पनि त्यो मानव फरक स्कुलबाट जाने भए त्यही मानव सोलो कम्पिटिसनमा ग्रुपमा नाच्न पाउँछु भन्ने छैन हिन्दी गीतमा नाच्न पाउनुहुन्न नेपाली जुन गीतमा नाच्न पाउँछ कल्चर हिपहप आइटम जस्तो आफूले सहज हुन्छ आफ्नो शरीरले जस्तो गीतहरू माग्छ त्यो अनुसारको डान्स गर्ने बुझ्नु पनि मेहनत गर्ने शनिबारको लागि एकदम बेस्ट अफ लक शनिबार भनेपछि अब 2 दिन छ अब साँझ भोलि पर्सि तयारी गर्ने शनिबार ठ्याक्कै पुग्ने 4 बजे कार्यक्रम हिँड्छ सिलेक्ट भएपछि खुसी हुँदै आउने अब आउट भएपछि केही हुँदैन फेरि सिक्ने मौका हो थर्ड राउन्डमा पाइन्छ त्यहाँबाट त्यसपछि जजहरूले तपाईँलाई गीत दिनुहुन्छ अब जजहरूले दिएको गीतमा नाच्नु पर्ने हुन्छ तपाईँलाई सबै गीतमा ट्राई गर्नु है बुझ्नु आफूले जुन सहज हुन्छ एउटा गीतमा स्पेशल हैन अरु बाँकी गीतहरू पनि बनाउँदै जाने कि स्पेशल बनाउँदै जाने ल सबै यहाँ आउनुस् त डान्स टिचर भनेर राखेको हुन्छ कस्तो लागिरहेछ हाउ आर फिलिङ एकदम खुसी लागिरहेछ खै देखाउनुस् त कस्तो हुँदो रहेछ कार्ड फिलिङ ह्याप्पी शनिबारलाई पनि अझै जोगाएर राख्ने त्यो ह्याप्पिनेस अनि नर्भस नभएर रेशमा गुरुङ चार्जर कसको लाउनुस् है ए आकृतिको आकृति त हुरिसक्यो खुसी भएर यो पनि एउटा एकदम राम्रो प्र्याक्टिस हो सर आजभोलिको बच्चाहरूको लागि यो प्र्याक्टिस तपाईँहरूले गर्नुभएको एकदमै राम्रो हो होइन होटलै छैन त्यहाँ तल चाहिँ चल्थ्यो अरे पहिला रेका पुरा अन्त छैन अरे त्यहाँ आउँदै गर्छ साथी गाडीले चार्जर कस्तो